यी नेताहरू यिनलाई हामी दिनौँ गाली गर्छौँ। यो चोर हो, यो फटा हो, यसले त देश सक्यो। चिया पसलमा बस्दा पनि गाली गर्छौँ, चौतारोमा बस्दा पनि गाली नै गर्छौँ। भात खानुभन्दा अघि पनि एकपटक गाली नै गरेर खाने गर्छौँ। तर भोट हाल्ने बेलामा फेरि त्यही मान्छेलाई बा भाउजू आफ्नो मान्छे भन्दै भोट हाल्ने गर्छौँ। अनि चुनाव सकिन्छ अनि फेरि त्यही चौतारोमा फर्किन्छौँ र फेरि गाली नै गर्न सुरु गर्छौँ। हामीलाई विकास पनि चाहिएको छ, तर नयाँलाई भोट हाल्न डराउँछौँ। तर एकछिन पर्खनुस्, 2079 को चुनावसम्म यस्तै थियो। तर 2082 को चुनावमा कुरा भने अलिक फरक भयो, किनकि यो पटक हामीले चौतारोमा बसेर साँच्चै नै भने नयाँ पुस्तालाई मौका दिएका छौँ। तर एउटा प्रश्न छ, यदि सरकारले साँच्चै कडा निर्णय लियो भने के हामीले त्यसलाई स्वीकार गर्छौँ? कल्पना गर्नुहोस्, यदि प्रधानमन्त्री बालन शाहले घोषणा गरे आजदेखि 500 र 1000 को नोट बन्द, तपाईँ तयार हुनुहुन्छ? आजको भिडियोमा हामी यस विषयलाई भने गहिराइमा गएर बुझ्नेछौँ। यदि 500 र 1000 को नोट बन्द भयो भने सरकारलाई कति फाइदा हुन्छ या कति घाटा हुन्छ र हामी सर्वसाधारणको जीवनमा यसले कस्तो असर पार्छ? के नेपाल जस्तो देश यस्तो निर्णयका लागि तयार छ? आउनुस् पुरै 500 र 1000 को नोटलाई बुझ्ने प्रयास गरौँ। दिस इज पिटी स्टोरीमा। सुरुमै भने कुरा गरौँ, यदि नोट बन्द भयो भने हामी सर्वसाधारणलाई कतिको असर पर्छ? नोट बन्द गर्ने कुरा नयाँ भने होइन, हामीले छिमेकी देशमा भने देखिसकेका छौँ, जहाँ 500 र 1000 का नोट भने एकै रातमा कागजका टुक्रा बन्न पुगे। सरकारको तर्क भने सधैँ एउटै हुन्छ, कालो धन रोक्ने, भ्रष्टाचार घटाउने, नक्कली नोट नियन्त्रण गर्ने। सुन्नमा एकदम राम्रो भने लाग्छ, देशका लागि सही निर्णय जस्तो लाग्छ। तर वास्तविकता घोषणामा जति सजिलो हुँदैन, जिन्दगी कागजमा लेखिएको जस्तो सिधा भने हुँदैन। अब भने एकैछिन रोकिएर सोच्नुस्, नेपाल जस्तो देशमा जहाँ अझै पनि हजारौँ मानिसहरू ब्याङ्कसम्म पुग्न सक्दैनन्, जहाँ धेरैसँग भने नागरिकता नै छैन, जहाँ नेपालका मान्छेहरू दिनभरि काम गरेर बिहान बेलुकाको रोजीरोटी टार्ने गर्दछन्, त्यहाँ यदि एकैचोटि नोट बन्द भयो भने सबैभन्दा ठुलो चोट कसलाई पर्छ? धनीलाई कि त्यो मान्छेलाई जसले आफ्नो जीवनभरको बचत घरको कुनामा लुकाएर राखेको हुन्छ? नीति सधैँ कागजमा राम्रो देखिन्छ, तर त्यसको असर भने सिधै मान्छेको पेटमा नै पर्ने गर्दछ। धनी मान्छे, उसको पैसा ब्याङ्कमा हुन्छ, उसलाई थाहा हुन्छ कसरी सिस्टम चल्छ, कसरी नियम घुमाइन्छ र कसरी पैसा बचाइन्छ। तर गरिब, उसको ब्याङ्क उसको घरको कुनु हुन्छ, उसको बचत 500 र 1000 को नोटमा हुन्छ। उसले भने ब्याङ्कको लाइन होइन, जिन्दगीको लाइन धानेको हुन्छ। अब भने प्रश्न उठ्छ, हामीले के भन्छौँ? यो नेता चोर हो, यसले कालो धन कमाएको छ, यसलाई कारबाही हुनुपर्छ। तर जब सरकारले कालो धन विरुद्ध कदम चाल्न खोज्छ, त्यही नै हामी भन्छौँ हाम्रो पैसा के हुन्छ? हामी परिवर्तन चाहन्छौँ, तर परिवर्तनको असर भने आफ्नो खल्तीमा नपरोस् भन्न चाहन्छौँ। हामी भने सिस्टम बदल्न चाहन्छौँ, तर आफूलाई बदल्न भने तयार हुँदैनौँ। अब भने सोच्नुहोस्, यदि भोलि यस्तो निर्णय आयो भने देशभरि के हुन्छ? ब्याङ्क अगाडि भने लामो लाइन लाग्छ, मान्छे भने निकै नै आत्तिन्छन्, सामाजिक सञ्जाल भने निकै नै तातिन्छ र सबैभन्दा ठुलो कुरा विश्वास हल्लिन्छ, किनकि पैसा भनेको केवल कागज होइन, यो मान्छेको भरोसा हो। र जब भरोसा नै हल्लिन्छ, त्यो देशको सबैभन्दा ठुलो सङ्कट हुन्छ। छिमेकी राष्ट्र भारतलाई सम्झनुस्, सन् 2016 मा प्रधानमन्त्री नरेन्द्र मोदीले 500 र 1000 को नोट बन्द गर्दा कस्तो मार्का भोग्नु पर्यो? देशभर ब्याङ्क अगाडि लामो लाइन, मान्छे आत्तिए, कति मानिसले त आफ्नो बचत गुमाए, कति उद्योगहरू भने तत्काल रोकिए र दैनिक जीवनमा ठुलो तनाव सिर्जना भयो। त्यसपछि सरकारले नयाँ नोट निकाल्यो, पुरानो नोट भने ब्याङ्क मार्फत बदलियो। तर त्यो प्रक्रिया भने दिनौदिन, सडक बजार ब्याङ्क र घरको सबै तनावपूर्ण थियो। अब सोच्नुहोस्, यदि नेपालमा पनि यही निर्णय आयो भने? नेपाल सानो देश, हाम्रो ब्याङ्किङ सिस्टम अझै कमजोर छ, हाम्रो भौगोलिक अवस्था चुनौतीपूर्ण, हाम्रो जनसङ्ख्या धेरै भने गाउँमा बस्ने गर्दछन्। त्यसैले नोट बन्द भए पनि सर्वसाधारण र ठुला दुवैको जीवनमा भने तनावपूर्ण सिर्जना हुन्छ। गरिब मान्छे भने पेटमा चोट महसुस गर्छ, ठुला मानिसहरू भने पैसा बचाउने वा व्यवस्थापन गर्न दौडिन्छन्।
देशभर बजार बैंक र दैनिक व्यापार प्रभावित हुन्छ। तर याद राख्नुहोस्, कालो धन सफा हुन्छ, अन्ततः भ्रष्टाचार घट्छ, देशको अर्थतन्त्र शुद्ध हुन्छ। तर त्यो प्रक्रिया भने सजिलो हुँदैन, त्यो प्रक्रिया तनावपूर्ण हुन्छ। त्यसैले हामीले सोच्न जरुरी छ, कस्तो तयारी छ हाम्रो सिस्टम र हाम्रो समाजमा। अब एकदमै महत्त्वपूर्ण भन्ने प्रश्न उठ्छ, यो हाम्रो जीवन, हाम्रो देश र हाम्रो भविष्यसँग सम्बन्धित प्रश्न। के नेपालमा 500 र 1000 को नोट बन्द गर्दा विकास हुनेछ? के कालो धन एकैचोटि फिर्ता आउँछ? के कालो धन भएका मानिसहरू सिधै कारबाहीको सामना गर्छन्, थुनामा पर्छन्? सर्वसाधारणको लागि भने यो केवल राजनीतिक निर्णय होइन, यो हाम्रो खल्ती, हाम्रो जीवन र हाम्रो भरोसासँग जोडिएको विषय हो। यदि नोट बन्द भयो भने के हामी साँच्चै नै फाइदा पाउनेछौँ कि केवल असुविधा मात्र थपिनेछ? सत्य कुरा भन्नुपर्दा सबै कालो धन तत्काल फिर्ता आउँदैन, सबै भ्रष्ट मानिस तुरुन्तै कारबाहीमा पर्दैनन्। तर यो प्रक्रियाले उनीहरूको गतिविधि उजागर गर्छ र देशको निगरानी प्रणाली बलियो बनाउँछ। देशका लागि फाइदा के हुन्छ भने भ्रष्टाचार नियन्त्रणमा आउँछ, सिस्टममा पारदर्शिता बढ्छ, राजनीतिक र आर्थिक शक्ति समान रूपमा प्रयोग हुने वातावरण बनाउँछ। तर छोटो अवधिमा सर्वसाधारणले भने असुविधा भोग्छन्, बैंक लाइनमा खडा हुनुपर्छ, व्यापार र दैनिक जीवन भने प्रभावित हुन्छ। देशको हितमा विकासका लागि पारदर्शिता र भरोसा कायम राख्न यो जरुरी कदम हो। प्रश्न भने यो हो, नोट बन्द गर्नुपर्छ कि पर्दैन? साँचो प्रश्न, के हाम्रो देश तयार छ? के हाम्रो सिस्टम तयार छ? र सबैभन्दा ठुलो प्रश्न, के हामी तयार छौँ? हामी सरकारलाई गाली गर्छौँ, भन्छौँ केही गरेन, केही गर्न सक्दैन। तर जब सरकारले केही गर्न खोज्छ त्यो बेला भने हामी आफै नै डराउँछौँ। सायद समस्या भने नेता होइन, सायद समस्या भने हाम्रो सोच हो। अब भने निर्णय तपाईँको। यदि 500 र 1000 को नोट बन्द भयो भने तपाईँ समर्थन गर्नुहुन्छ कि विरोध? र याद राख्नुहोस्, यदि त्यो काम भयो भने कालो धन सबै समाप्त हुन्छ कि खाल्टो खनेर पुर्नुपर्ने हुन्छ कि आगो बाल्नुपर्ने हुन्छ? तर अब अर्को महत्त्वपूर्ण सवाल, के नेपाल यसलाई सहज रूपमा लागू गर्न तयार छ या उत्तरको केन्द्रमा छ? हाम्रो अर्थमन्त्री स्वर्णिम वाग्ले, के उनी यो निर्णय लिन सक्षम छन्? के उनले 500 र 1000 को नोट बन्द गर्ने निर्णयलाई साहसपूर्वक अघि बढाउन सक्छन्? हाम्रो अर्थतन्त्र भने सानो छ, ब्याङ्किङ सिस्टम सीमित छ, भौगोलिक चुनौती, ग्रामीण पहुँचको समस्या र जनताको आर्थिक जागरुकतामा अझै भने पूर्ण छैन। त्यसैले नोट बन्द गर्ने निर्णय सिर्फ एक राजनीतिक घोषणा होइन, यो एक आर्थिक सङ्कट व्यवस्थाको परीक्षण हो। स्वर्णिम वाग्ले यदि सक्षम छन् भने उनले यो योजना भने बनाउने छन्। नोट बन्द गर्ने इम्प्याक्ट कम गर्ने उपाय, बैंक र वित्तीय संस्थालाई तयारीमा राख्ने र जनता तथा व्यवसायलाई सहज रूपमा व्यवस्था गर्ने। तर समस्या केवल अर्थमन्त्री मात्रै होइन, हाम्रो राष्ट्र बैंक र गभर्नरको भूमिकामा पनि अत्यन्तै महत्त्वपूर्ण भने हुन्छ। गभर्नर र राष्ट्र बैंकले भने सक्षम हुनुपर्छ र बैंक मार्फत नोट परिवर्तन प्रक्रिया स्मुथ बनाउने। यदि यी सबै तयारी भएन भने सर्वसाधारणलाई भने असुविधा ठुलो हुन्छ, व्यापार बजार र दैनिक जीवन प्रभावित हुन्छ, विश्वास कमजोर हुन्छ र नोटबन्दले चाहिएको असर भने पुर्याउँदैन। तर यदि स्वर्णिम वाग्लेले सक्षम नेतृत्व देखाए र राष्ट्र बैंक र गभर्नर तयारीमा छन् भने नेपालले साँच्चै गति लिन सक्छ, भ्रष्टाचार घट्छ, कालो धन उजागर हुन्छ, आर्थिक प्रणाली बलियो हुन्छ र दीर्घकालीन विकासमा भने योगदान पुग्छ। तर यहाँ हरेक चरममा भने चुनौती छ। जनता भने तयार छन् कि छैनन्? बैंक र वित्तीय संस्थाहरू तयार छन् कि छैनन्? डिजिटल भुक्तानी र प्रणाली पर्याप्त छन् कि छैनन्? ग्रामीण र सानो सहरको पहुँच कतिको छ? यदि यी सबै तयारी सही भए स्वर्णिम वाग्लेले भने निर्णय लिए भने नेपालले भारत जस्तो समस्यामा नपरी नोट बन्दको फाइदा लिन भने सक्छ। देशको अर्थतन्त्र भने बलियो हुन्छ र भ्रष्टाचार नियन्त्रणमा आउँछ। तर यदि तयारी कमजोर भयो भने सर्वसाधारणलाई भने असुविधा ठुलो हुन्छ, विश्वास हल्लिन्छ र नोट बन्दको उद्देश्य अधुरो रहन्छ। त्यसैले प्रश्न केवल नोट बन्द गर्नु होइन, साँचो सवाल के हाम्रो नेतृत्व, हाम्रो ब्याङ्किङ प्रणाली र हाम्रो समाज तयार छ? यदि हामीले सक्षम नेतृत्व पायौँ र स्वर्णिम वाग्ले र राष्ट्र ब्याङ्क तयारी भयो भने नेपालले साँच्चै नै आर्थिक गति भने लिनेछ। तर केवल निर्णय मात्र पर्याप्त छैन, सिस्टम, योजना र तयारी अनिवार्य छन्।
त्यसैले नोट बन्द गर्नु मात्र कदम होइन, सर्वसाधारणको जागरुकता, नेतृत्वको क्षमता र ब्याङ्क प्रणालीको तयारी, यी सबैको संयोजनले मात्र वास्तविक फाइदा दिनेछ। अब भने हामी सोच्नुपर्छ, के हामी तयार छौँ? के हाम्रो अर्थमन्त्री र राष्ट्र ब्याङ्क यो चुनौती सामना गर्न सक्षम छन् र हामीले पाउने फाइदा बुझ्न तयार छौँ? निष्कर्षमा भन्नुपर्दा सही तयारी, सक्षम नेतृत्व र हाम्रो समझदारी, यसले मात्र हाम्रो नेपाललाई बलियो बनाउँछ। अब निर्णय भने भविष्यले नै गर्नेछ। आजको भिडियो भने तपाईँलाई कस्तो लाग्यो? कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। भिडियो अन्तिमसम्म हेर्नु नै भयो। थ्याङ्क्स फर वाचिङ।